नमस्ते सबैजनालाई जति पनि मेरो युट्युब च्यानलमा जोडिएर रहनु भएको छ, साथ दिइरहनु भएको छ सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आज चाहिँ तपाईँहरूको माझमा सानो मेरो गाउँघरको भिडियो लिएर आएको छु। हेरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। आफ्नो गाउँ जे जस्तो भए पनि प्यारो लाग्छ, राम्रो लाग्छ। अब जन्मेको, हुर्केको, बढेको, खेलेको गाउँ अरूको लागि नराम्रो भएन, आफ्नो लागि बोटिएर फेरि रौँ लाग्ने, भूमि रौँ लाग्ने एकदम धेरै माया लाग्छ आफ्नो गाउँमा। सबैलाई त्यस्तै हुन्छ होला, मलाई मात्र नभएर यो देखिराखेको छ मेरो गाउँघर। जहाँनिर खोला छ त्यहाँ मेरो घर, एउटा बारी पनि छ घरहरू। म जन्मेको हुर्केको गाउँ चाहिँ यही जिउस रमाइलो छ गाउँ, खोलाको नजिक। यसो खोलाको सिजन हिउँदतिर माछा मार्ने खोलातिर बर्खा लाग्यो भने माथि जहाँनिर देखिरहेको छ अग्लो लेक, त्यो चाहिँ थुर्पा लेक हो। थुर्पा लेकतिर च्याउ पनि जाने, बर्खा लाग्यो भने, हिउँद लाग्यो भने खोलातिर माछा मार्न जाने। बर्खामा चाहिँ अलि गाह्रो हुन्छ।